नमस्ते, मेरो नाम भुवन श्रेष्ठ, यसको नाम रजक श्रेष्ठ। आज चाहिँ हामी गइरहेको छौँ चटपटे खानालाई। यस्तो मिठो चटपटे छ कि यस्तो मिठो चटपटे, सँगसँगै हामी चिजबल र कुरकुरे पनि देखिसक्नुहुन्छ। चटपटे कस्तो छ हेर्दै खाउँ जस्तो लागेको छैन त? ल हामीलाई पनि त्यस्तै लागिसक्यो, मुखबाट पानी आइसक्यो। अब हामी खान जाँदैछौँ। ल अब फर्स्ट चटपटे खाउँ। फर्स्ट बाइट खाए ल। पानी आउनु बेसी जान्छ। पिरो छ तर ठिक छ। तर एकदम मिठो छ है चटपटे कुरकुरे। स्वाद आइरहेछ क्या हो? यसो हेर्दाखेरि हजुरहरूलाई नि खाउँ लागिरहेको होला। थोक्न नमिल्नु हो, हजुरहरूले नि लिएर आएर खान सक्नुहुन्छ। लो बजेटमा तर अघि नै ल्याएको भएर होला चटपटे चाहिँ अलि ओसिसकेछ। तर मिठै छ। चटपटे कुरकुरे चिजबल को कम्बो एकदम मिठो छ हैन? चटपटे चाहिँ गाइस एकदम मिठो छ, एकदम मिठो छ। साथमा कुरकुरे र चिजबल हालेर खाँदा त तपाईहरु पनि ट्राई गर्नु होला। एकदम मिठो भयो। खानालाई मजा आइरहेछ, त्यही पनि एकदिन हाँस्छ। सबैले भिडियोलाई लाइक र सब्स्क्राइब गरिदिनु होला। लाइक, शेयर, सब्स्क्राइब, कमेन्ट सबै। चिजबल पनि ठुलो छ। चटपटे चाहिँ गाइस एकदम मिठो छ, एकदम। आफैले बनाउँदा यति मिठो हुँदैन, त्यही भएर हामीले सो यी साइड के पसलमा एकदम मिठो पाइन्छ, त्यही भएर
किनेर लिएर आएर खाएको आफैले बनाएर खान मन थियो तर अलिक खासै मिठो हुँदैन त्यही भएर किनेर ल्याएको हो साइडमा यति मिठो चटपटी पाउँदो पाउँदो बनाउने कुरो पनि भएन व्यापार गरिनु पर्यो नि त मलाई चटपटीमा प्याज र के भन्छ त्यसको नाम बदाम हालेको चाहिँ धेरै मनपर्छ है मिठो पनि हुन्छ साथमा चिजबल र कुरकुरे आहा हजुरहरू पनि ट्राई गर्नु होला एकदम बेस्ट कम्बो हुन सक्छ प्याज पनि भरिपूर्ण छ र बदाम पनि त्यसरी नै एकदम मिठो छ गाइज क्वान्टिटीको मामलामा कम्प्रोमाइज भन्ने छैन हामी यो चटपटी सधैँ खान्छौँ गाइज दिनमा एकचोटि फेभरेटै हो त्यो पसलको हाम्रो चटपटी हामी जान्छौँ त सिर्फ यो चटपटी खान हुन्छ प्याज
लास्ट बाइट खाए ल आजको लागि यति नै आयो